यति बेला म प्युठान नगरपालिका यो प्युठान नगरपालिका पर्छ जुन मैले देखाइरहेको दृश्य भने यही पुलको एउटा खुट्टा प्युठान नगरपालिकामा पर्छ भने अर्को खुट्टा यो नौबैनी गाउँपालिका 6 अन्तर्गत पर्छ। यो मैले किन भनिरहेको छु भने गत साल नौबैनी गाउँपालिकाले छुट्याएको 15,000 रुपैयाँ लिएर यो प्युठान नगरपालिकाको खुट्टोमा चाहिँ तारबार जाली लगाइयो। अनि अहिले नौबैनी गाउँपालिकाको पल्लो खुट्टापट्टितिर फेरि भइरहेको छ, त्यहाँ जीर्ण भइरहेको छ। त्यसको लागि अहिले प्युठान नगरपालिकाले यो पुललाई फेरि 15,000 छुट्टा रहेछ वाडाले प्युठान नगरपालिकासँग समन्वय गरेर। अब यो अत्यन्तै जीर्ण अवस्थामा पुगेको पुललाई 15,000 मात्रै बजेट छुट्याउनु, अनि त्यसैमाथि यो एउटा खुट्टो नगरपालिकामा टेक्नु परेको छ यो पुलले भने अर्को खुट्टा चाहिँ नौबैनी गाउँपालिकामा टेक्नु परिरहेको छ। जुन पारी बस्ती देखाइरहेको छु त्यो नौबैनी गाउँपालिकाको छ। यो पुललाई व्यवस्थापन गर्नको लागि अत्यन्तै खिचातानी भइरहेको छ। यो नौबैनी गाउँपालिकाले राम्रोसँग हेर्न सम्हाल्न सकिरहेको छ त न प्युठान नगरपालिकाले राम्रोसँग यो पुललाई सम्हाल्न सकिरहेको छ। यो चाहिँ तानातान भइरहेको छ। एउटा खुट्टा पारी एउटा खुट्टा वारी त दुईटै खुट्टाहरू यो पुलको अपाङ्ग बनेको छ। यस्ता क्षेत्रहरूलाई अन्य जिल्ला अन्य गाउँपालिकाहरूमा यस्ता क्षेत्र छन् कि छैनन्, त्यस्ता क्षेत्रहरूमा के कसरी काम अगाडि बढेको छ यसो जान्न पाए हुन्थ्यो भन्ने मेरो गुनासो हो। यो चाहिँ गत साल नौबैनी गाउँपालिकाले दिएर यसलाई तारबार लगाइएको छ। यो तारबार लगाइएको र अहिले पारीको खुट्टामा पनि त्यस्तै जीर्ण अवस्थामा छ। त्यो पारीको खुट्टालाई मर्मत सम्हार गर्नको लागि हामीले रिक्वेस्ट गऱ्यौँ, तर प्युठान नगरपालिकाको बजेट चाहिँ फेरि नौबैनी गाउँपालिकामा हाल्न नमिल्ने रे भन्ने जस्ता अभिव्यक्तिहरू आएको छ। यस्ता क्षेत्रहरूमा के कसरी काम गर्दा राम्रो हुन्छ प्रतिक्रिया दिनु होला। यो अब अहिले चाहिँ यो गत साल बनाएको पुलको अवस्था निकै गाह्रो छ। फेरि पनि हाम्रो मिस्त्री सापहरू खटिरहनु भएको छ। के छ, काम धमाधम भइरहेछ? आज हुन्छ काम? कतिजना मिस्त्री छ? एकले हो। ल यो पुलको